के चाहियो रे छोरो You are in love with your daddy Namaste, welcome to Bani Life Journey vlog. नयाँ दिनको सुरुवात आज चाहिँ छोरीलाई स्कुल लान्छ भनेको फेरि छोरोलाई सर्यो छोरीको त्यो स्क्यालेट फिभर भन्छ के अरे पुरै दाँत जस्तो उसको नाकबाट सुरु भइरहेछ अनि रातभरि सुत्नु भएको छैन ज्वरो आएर एकदमै धेरै नै ज्वरो आएको थियो अनि एकछिन मात्र सुत्नु भएको छ औषधि खान्दिसकेको छ है औषधि खाँदैन छ अहिले अलिकति उज्यालो भएको छ मुख तर अहिले बेलुका हस्पिटल लैजानु पर्ने छ उसको अपोइन्टमेन्ट छ बेलुकालाई त्यही भएर छोरीलाई पनि लगिनँ अर्को अब एकैचोटि अर्को हप्तादेखि मात्रै लग्छु होला अब अहिले वेदर पनि त्यस्तो राम्रो छैन अहिले के हावाहुरी चल्ने पानी पर्ने त्यस्तो भइरहेको छ अनि फेरि हिँडेर जान डब्लुमा लिएर जानलाई प्राम त आइसक्यो स्ट्रोलर त आइसक्यो डबलवाला त्यही पनि अब रेस्ट दिन्छु एकदमै छोरी गरे चाहिँ अब हिजोदेखि अलिकति सन्चो भएछ अनि आजलाई अहिलेलाई ठिकै छ सो लेट्स सी हाउ इट गोज भिडियो हिजोको बनाएको त छु तर एडिटहरू केही गर्न पाएको छैन सो लेट्स सी कहिले हाल्न पाउँछु म आज हाल्न पाउँछु कि भोलि हाल्न पाउँछु कि आफ्नो आइडिया सो किप अन वाचिङ किप अन सपोर्टिङ दिउँसोको 12-1भन्दा पनि 15 मिनट बाँकी छ केही खाएको छैन भने तातो पानी 2 कप खाएँ त्यति हो अनि छोरीलाई नुहाइदिँदा बच्चालाई खाना त धेरै खाँदैन न अलिअलि खाएछ नि बिरामी छन् दुइटै बल्ल बल्ल औषधि खानेकुरा अनि छोरीले नुहाइदिएको थिएन अनि गर्दाखेरि 1 बज्नै लागिसक्यो सो मलाई चाहिँ भोक लागिसक्यो भोक लागेको भएर म चाहिँ यो मेरो खानेकुरा पाक्दैछ त्यति पाकिन्जेलसम्म यो एउटा ब्रियोस र यो चिया खान्छु अनि त्यसपछि अरू मेरो खान्छु ब्रेकफास्ट लन्च जे भन्दा नि हुन्छ यो चाहिँ मेरो ब्रेकफास्ट भन्दा नि भयो लन्च भन्दा पनि भयो यो खाँदैछु अब म चाहिँ छोरोलाई जिपी लिएर जानुपर्ने छ फेरि छोरोलाई सर्यो दिँदैछु अहिले कति बज्यो भने 20 भयो अनि म चाहिँ यो फ्रोजनवाला गन्जा भन्छ के अरे उसमा कोरियनमा कि केमा तर यो चाहिँ हाँसको मोमो हो कि अलरेडी फ्राइड गरिसकेको सो अलिकति पानी हालेर मैले बनाउनलाई अनि यसमै गोडी मिलाउ उसिनिदिनु लगाएको छु नि यो गोडी मिलाउ उसिनिसकेपछि चाहिँ म यसको अचार बनाउँछु दुईवटा काम एकैचोटि यो चाहिँ मैले गोड मिलाएको टिमुर हालेर लसुन हालेर अनि तिल हालेर बनाएको नर्मल अचार म यो खान्छु अनि त्यसपछि एउटा बेलुका केही लाइट खान्छु देखि के हुन्छ अब मेरो छोरीको क्रिसमस ट्री रे यो सानो क्रिसमस ट्री हेर्छ र तिम्रो अनि उसले आफैले सजाएको मेरो छोरीले सबै डेकोरेसन सजाएको Mom, let me try again. के भन्छ छोरा अनिखेरि Let me try again. Can you try again? Now, buy a Christmas tree decoration done. Why are you taking out? मेरो छोरीले पिंक क्रिसमस ट्री भने हैन here you go you got a pink Christmas tree. Thank you. कसलाई thank you भने बाबा? Thank you, mommy. Oh, you're welcome.
स्टार देखाउनु पर्यो नि त हेर नि यहाँ मेरी क्रिसमस छ नि त त्यो भएर टच गरे ओके के चाहियो छोरो यु आर इन लभ विथ द ड्याडी